नमस्ते, जय मसी सबैलाई। आज चाहिँ म तपाईँहरूको बिचमा यो युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड युनिभर्सिटीको बारेमा चाहिँ कुरा गर्न जाँदैछु। यसमा पनि विशेष गरी के भन्दाखेरि मास्टर्स डिग्रीको विषयमा चाहिँ धेरै भिडियोहरू बनेका छन् युट्युबमा। तर युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड छोटोमा UWS को बारेमा चाहिँ यो युनिको बारेमा हुने मास्टर्स अफ रिसर्च प्रोग्राम अथवा मास्टर्स बाई रिसर्च प्रोग्राम एमब्रेस प्रोग्रामको बारेमा चाहिँ धेरै कम चाहिँ भिडियोहरू मैले देखेँ र म आफै पनि नेपालमा हुँदाखेरि यो बारेमा UWS युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डको क्याम्पसमा हुने एमब्रेस प्रोग्रामको बारेमा चाहिँ धेरै भिडियोहरू मैले देखिनँ। सो म आफैलाई पनि त्यतिखेर नेपालमा हुँदाखेरि सर्च गर्नलाई एकदमै गाह्रो परेको थियो र यी गाह्रो अप्ठ्यारोहरू नहोस् भनेर सहजीकरणको लागि चाहिँ आज मैले तपाईँहरूको बिचमा यो भिडियो बनाउने कोसिस गरिरहेको छु। र युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डको चाहिँ विशेष गरी 5वटा क्याम्पसहरू छ। मुख्य क्याम्पस चाहिँ पेसले भन्ने ठाउँमा छ, जुन चाहिँ मेरो आफ्नै पनि क्याम्पस हो। र अर्को चाहिँ एउटा एयर भन्ने ठाउँमा पनि यसको क्याम्पस छ। र अर्को एउटा क्याम्पस चाहिँ लेनेक्सायरमा चाहिँ ह्यामिल्टन इन्टरनेसनल टेक पार्क भन्ने ठाउँमा चाहिँ यसको लेनेक्सायरमा अर्को एउटा युनिभर्सिटी छ भने चौथो युनिभर्सिटी चाहिँ डमफ्रिजमा यसको एउटा क्याम्पस छ। र लन्डनमा पनि एउटा यसको क्याम्पस छ, लन्डन डकल्यान्ड भन्ने ठाउँमा चाहिँ यसको 5औं नम्बरको क्याम्पसहरू छन्। यसै गरी 5वटा चाहिँ क्याम्पसहरू यसको छ। र विशेष गरी एमब्रेसको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डमा पनि एमब्रेस प्रोग्रामहरू छन् है। कतिचोटि नेपालमा छँदाखेरि म आफैले पनि कतिचोटि यो एमब्रेस प्रोग्रामहरूको बारेमा धेरै खोज तलास गरेको थिएँ। र नेपाल अथवा कतिवटा देशहरूमा चाहिँ अब एमब्रेस प्रोग्राम चाहिँ गर्नु पर्दाखेरि रिसर्च प्रपोजल चाहिँ लेख्नु नपरोस् भनेर प्राय गरी साथीहरू विद्यार्थीहरू चाहिँ रिसर्च प्रपोजल नलेख्नु पर्ने चाहिँ क्याम्पसहरूमा जाने गर्नुहुन्छ। त्यसमा चाहिँ अब युनिभर्सिटी अफ वल्भरह्याम्पटन होइन, अनि त्यो चाहिँ युनिभर्सिटी भयो, एउटा बोल्टन युनिभर्सिटीहरूमा पनि सम्भवतः चाहिँदैन होला। अनि त्यस पछाडि अरू धेरै त्यस्ता युनिभर्सिटीहरू छन् होइन। ती युनिभर्सिटीहरूमा चाहिँ एमब्रेसको लागि चाहिँ रिसर्च प्रपोजल नमागेको देख्छु म चाहिँ। अनि हुँदाहुँदै के छ भने विशेष त ती चाहिँ त्यसरी रिसर्च प्रपोजल नमाग्ने युनिभर्सिटीहरूको र यो युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डको चाहिँ एमब्रेस प्रोग्राममा अलिकति डिफ्रेन्सेस म देख्छु। किन भन्दै गर्दाखेरि युनिभर्सिटी अफ वल्भरह्याम्पटनमा चाहिँ मैले पनि ट्राई गर्ने कोसिस गरेको थिएँ। तर त्यहाँनिर चाहिँ विशेष गरी प्राइसमा पनि भनौँ न, फीमा पनि धेरै डिफ्रेन्सेसहरू पनि देखियो। र साथसाथै अनि टड बेस एमब्रेस प्रोग्राम पनि देखियो कि टड बेस एमब्रेस प्रोग्राम रहेछ त्यो चाहिँ त्यतिखेर। र म अहिले यहाँ पढिरहेको चाहिँ युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड UWSमा भएको चाहिँ एमब्रेस प्रोग्राममा चाहिँ टड बेस प्रोग्राम होइन, यो चाहिँ इन्डिभिजुअल एकदमै इन्डिपेन्डेन्ट रिसर्चरको रूपमा चाहिँ तपाईँलाई यसले भविष्यमा पनि PhD गर्नको लागि अनि एज अ रिसर्चरको लागि चाहिँ भोलि चाहिँ इन्हान्स क्यापेसिटी बिल्डअप गर्नको लागि चाहिँ यसले इन्हान्स गर्छ जस्तो लाग्छ म आफैलाई पनि। किनकि मेरो चाहिँ युनिभर्सिटीमा मैले चाहिँ युनिभर्सिटीमा टड बेस प्रोग्राम चाहिँ मैले गर्दिनँ। यो युनिभर्सिटीमा चाहिँ मैले चाहिँ महिनामा एकचोटि मेरो सुपरभाइजरसँग, मेरो जुन सुपरभाइजर हुनुहुन्छ त्यो सुपरभाइजरसँग चाहिँ महिनामा एकचोटि मात्रै मैले भेट्ने हो। त्यो पनि मेरो रिसर्चमा के कस्तो किसिमको प्रोग्रेस भइराखेको छ भनेर हामी त्यहाँनिर क्याम्पसमा गएर इन पर्सन भेटेर नै हामी कुरा गर्छौँ। र त्यो बिचमा चाहिँ भनौँ न सुपरभाइजरले पनि मलाई सोध्ने खोज्ने केही गर्नु हुँदैन। मैले इन्डिपेन्डेन्टली आफूले काम गरेको तयार गरेको सबै कुराहरू चाहिँ मैले उहाँलाई पठाइदिन्छु। अनि जे होस् हाम्रो मिटिङ हुनुभन्दा अगाडि 1 हप्ता अगाडि पठाइदिन्छु र उहाँले हेर्नुहुन्छ। अनि त्यही बारेमा उहाँले चाहिँ फिडब्याक, मैले लेखेको पार्टको बारेमा, सेक्सनको बारेमा चाहिँ फिडब्याक दिनुहुन्छ। अनि त्यही फिडब्याकको आधारमा फेरि उहाँले अर्को च्याप्टर लेख्नुहोस् भनेर भन्नुहुन्छ। अनि त्यो च्याप्टरको बारेमा चाहिँ डिस्कसन हुन्छ। यसरी चाहिँ महिनामा एकचोटि चाहिँ हाम्रो काम हुन्छ, भनौँ न भेटघाट हुन्छ।
इन पर्सन भेटघाट हुन्छ र त्यो बिचमा चाहिँ हाम्रो टड बेस कुनै पनि किसिमको टड बेस हुँदैन। र मैले पनि रिसेन्टली नै युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डमा चाहिँ मैले रिसेन्टली जोइन गरेको हो। र म पनि मैले 2 पटक भयो यो गएको मिटिङ छोडेर 2 पटक चाहिँ मैले आफ्नो सुपरभाइजरसँग भेटघाट गरिसकेँ। र म त्यहाँ क्याम्पसमा जाँदाखेरि चाहिँ अरू नेपाली साथीहरू पनि देखेँ र अरू देशका साथीहरू पनि मैले भेट्ने मौका पाएँ। र सोद्धाखेरि चाहिँ म चाहिँ युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड यो पेस्ले क्याम्पसमा मास्टर्स अफ रिसर्च प्रोग्राममा पढ्ने चाहिँ नेपाली एक्लो विद्यार्थी रहेछु जस्तो लाग्यो है। यदि म गलत छैन भने, यदि कोही मास्टर्स बाई रिसर्च प्रोग्राममा अथवा मास्टर्स अफ रिसर्च प्रोग्राममा कोही हुनुहुन्छ भने नेपाली साथीहरू प्लिज वी क्यान कनेक्ट होइन आवरसेल्फ एकअर्कालाई हामी जान्न सक्छौँ अनि पछि रिसर्चमा पनि हामीलाई सजिलो होला, कनेक्ट हुनु होला। यदि मैले अहिलेसम्म बुझेअनुसार चाहिँ मैले भेटेको नेपालीहरूलाई सोधपुछ गरेअनुसार चाहिँ मास्टर्स अफ रिसर्च प्रोग्राममा चाहिँ नेपालीहरू मैले चाहिँ भेटेको छैन, तर अर्को देशको चाहिँ एकजना चाहिँ मैले भेटेँ। सो कतिचोटि के हुन्छ भने अब हामी धेरै पटक कन्सल्टेन्सीहरूसँग चाहिँ अब कन्ट्याक्ट गर्दाखेरि अथवा कन्सल्टेन्सीहरू मार्फत आउँदाखेरि चाहिँ उहाँहरूले प्राय गरी विद्यार्थी आफ्नै पनि सजिलोको लागि, म उहाँहरूलाई दोष दिन चाहँदैन, उहाँहरूले चाहिँ फेसिलिटेसन गरिदिने हो, तर हामी आफ्नै सजिलोको लागि चाहिँ हामीले रिसर्च प्रपोजल बुझाउने हिसाबले हामी आउँछौँ अनि त्यो गर्दाखेरि चाहिँ हामी टड बेस प्रोग्रामहरूमा पर्छौँ। जबकि एमरेस प्रोग्राममा चाहिँ प्राय गरी टड बेस प्रोग्राम हुँदैन, इन्डिपेन्डेन्टली आफूले रिसर्च गर्ने हो अनि त्यो रिसर्चमा तपाईँले पिएचडीको विद्यार्थीले जस्तै गरी तपाईँले काम गर्ने हो, हामीले काम गर्ने हो। र मेरो चाहिँ अलिकति म छोटकरीमा भन्न चाहन्छु फेरि पनि, मैले चाहिँ नेपालबाट नै आफ्नो रिसर्च प्रपोजल तयार गरेको थिएँ एप्लाई गर्नुभन्दा अगाडि। अनि मैले सर्टन मेरो रिसर्चसँग चाहिँ मिल्ने सुपरभाइजर खोजेर चाहिँ 2वटा युनिभर्सिटीमा दिएको थिएँ, अलगै युनिभर्सिटीहरूमा 2टा युनिभर्सिटी, एउटा चाहिँ लन्डनको आसपास थियो भने एउटा चाहिँ स्कटल्यान्डमा यहाँनिर यो युनिभर्सिटीमा, जुन युनिभर्सिटीमा अहिले म छु त्यो युनिभर्सिटीमा 2टै प्रपोजल मैले चाहिँ दिँदाखेरि दुईटै सुपरभाइजरले चाहिँ मेरो रिसर्च प्रपोजल राम्रो मन पराउनु भयो र फिडब्याक पनि राम्रो दिनुभयो। र लन्डनको छेउछाउ आसपासको युनिभर्सिटीले पनि मलाई एक्सेप्ट गरेको थियो र स्कटल्यान्डमा पनि मलाई एक्सेप्ट गरेको थियो। तर लास्टमा चाहिँ मैले एउटा यहाँ स्कटल्यान्डमा अलिकति बसाइको लिभिङ अफ कस्टको हिसाबले चाहिँ अलिक सस्तो पर्छ भनेर हामी यहाँनिर आएका छौँ। म परिवारै आएको छु। मास्टर्स बाई रिसर्च प्रोग्राममा परिवारै ल्याउन पाउँछ, त्यो सबैलाई जानकारी नै छ तपाईँ हामीलाई। सो यसरी रिसर्च प्रपोजल सबमिट गरिसके पछाडि त्यो रिसर्च प्रपोजल मन पराए पछाडि सुपरभाइजरसँग चाहिँ तपाईँ हामीले भेटघाट गर्नुपर्छ। उहाँहरूले केही फिडब्याक दिनुहुन्छ त्यतिखेर पनि, अनि त्यो किसिमको मिटिङ भइसके पछाडि तपाईँलाई चाहिँ एक्सेप्ट हुन्छ र रिक्वायरमेन्ट अनुसार, युनिभर्सिटीको रिक्वायरमेन्ट अनुसार चाहिँ अब प्रिकास्ट इन्टरभ्यूहरू पनि दिनुपर्छ। युनिभर्सिटीको एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट अथवा टिमले चाहिँ तपाईँलाई कन्ट्याक्ट गर्छ र त्यो रिक्वायरमेन्ट इजिली हामीले पास गर्न सक्छौँ र त्यो चाहिँ धेरै अप्ठ्यारो हुँदैन। र यस्तै गरेर चाहिँ अब युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डमा मास्टर्स बाई रिसर्च प्रोग्राममा नन टड बेस इन्डिभिजुअल्ली आफैले एकदमै इन्डिपेन्डेन्ट रूपमा रिसर्च प्रोग्राममा म छु र म चाहिँ आफ्नो यो एमरेस रिसर्चको कोर्सलाई इन्जोय गरिराखेको छु। र तपाईँहरूले पनि आफ्नो तयारीहरू यसरी गरिराख्नु भएको छ भने, नेपालमा कतिजना साथीहरू तयारी गरिराख्नु भएको छ, आउने कोसिस गरिराख्नु भएको छ भने तपाईँहरूले पनि सोच्नु होला, किनकि टड बेस प्रोग्राममा जाँदाखेरि कतिचोटि टड बेसमा चाहिँ अब भनौँ न अब दिनदिनै जानुपर्ने हुन्छ अथवा मिनिमम हप्ताको 2 चोटि जानुपर्ने हुन्छ होला अथवा 3 चोटि जानुपर्ने हुन्छ होला। अब त्यस्तो चाहिँ अब भनौँ न रिसर्च प्रोग्राममा जाँदाखेरि त्यो चाहिँ एकदम एक किसिमको ह्याक नै हुन्छ। र मैले चाहिँ आफैलाई फिल गरेको पनि अब फेरि यहाँदेखि उता क्याम्पसमा ट्राभल गर्नु, दिनदिनै फेरि कलेज जानु जस्तो चाहिँ मलाई अलिकति झ्याउ लाग्छ। म आफ्नै कुरा मात्रै गर्नु पर्दाखेरि तपाईँहरूलाई त्यो सजिलो लाग्छ भने तपाईँहरूले यु क्यान डु द्याट, बट इन्डिपेन्डेन्ट रिसर्चरको रूपमा महिनाको एकचोटि मात्रै सुपरभाइजरलाई भेट्ने आउने वातावरण पनि भन्छ र यस्तो किसिमको प्रोग्राम पनि छ। र एमरेस प्रोग्राम छान्न चाहनुहुन्छ भने यस्तो किसिमको एमरेस प्रोग्राम पनि तपाईँहरूले छान्न सक्नुहुन्छ। र कति नेपालमा भएको साथीहरूलाई यस्तै किसिमको चाहिँ जिज्ञासा केही छ भने युडब्ल्युएसको बारेमा, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डको बारेमा चाहिँ जिज्ञासा केही छ भने तपाईँहरूले कमेन्टमा
मसँग चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, कमेन्ट गर्नुहोला र म तपाईँहरूलाई चाहिँ सकेसम्म त्यसको रिप्लाई दिनेछु। र हाम्रो यो मेरो यो भिडियो हेरिदिनु भएको लागि म तपाईँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। अर्को भिडियोमा भेटौँला। नमस्ते, बाई बाई।